यल देश सुन्दर व व्यवस्थित यागु आजु कथ यल महानगरपालिका छिन्या मधुज दुगु नगर प्रहरिया एक्सन टिम नि सोंगुदु नगर प्रहरिया प्रमुख सीताराम हाचेथुया कमान्डे उगु एक्सन टिम नि सोंगु ख सोमबार यल महानगरपालिका या परिसरे छगु बच्चा हाकगु ज्याजो याना ठुगु पुचया शुभारम्भ यागु ख ज्याजोले महानगरपालिका या मेयर महर्जन एक्सन टिम या नगर प्रहरी तेत ज्याकेट गोप्रो क्यामेरा अव्यवस्थित रूपमा तयार चुङ्गु तार चाएको कैँची ललहाना दिएको छ अथे विपद व्यवस्थापन खटे जीपी जुद्ध बारुनी यन्त्र ललितपुरिया कर्मचारी तेतन हेलमेट व गोप्रो क्यामेरा ललहाना दिएको छ महानगर दुनेजुइगु जहाँ त चुस्त दुरुस्त सप्रमाण केनेत व प्राकृतिक एवं मानवीय विपद आगलागी लगायत घटना गुकथ जुइगु व उकियात गुकथ व्यवस्थापन जुइ थका केनेत गोप्रो क्यामेरा सहजीकरण जुइगु मेयर महर्जन थ्यादिल यही सन्दर्भमा हाम्रो सीतारामजीको नेतृत्वमा हामीले यहाँ धेरै काम कुराहरू गरिसकेका छौँ र त्यो मध्येमा पनि अहिले विश्वमा चाहिँ एउटा नयाँ परिपाटी के छ भने जब दमकल अर्थात् फायर ब्रिगेड बाहिर निस्किन्छ काममा तब त्यो फायर ब्रिगेडलाई चाहिँ एम्बुलेन्सले फलो गर्नुपर्छ एम्बुलेन्सले उसको पछाडि दौड्नै पर्छ यो इन्टरनेसनल प्र्याक्टिस हो तर हाम्रोमा चाहिँ यो व्यवस्थापन छैन तसर्थ हामी निकट भविष्यमा यो व्यवस्थापन पनि गर्न गइरहेका छौँ र यहाँलाई एउटा सुखद समाचारकै रूपमा मैले के भन्न खोजेको छु भने यो ललितपुर महानगर क्षेत्रमा चाहिँ जति पनि विपदका कुराहरू छन् चाहे त्यो आग लागि चाहे त्यो चाहिँ मतलब कुनै पनि किसिमको विपदका कुराहरू छन् त्यो सबैलाई चाहिँ सेवा प्रदान गर्नको निमित्त हामीले एउटै छानामुनिबाट यो व्यवस्थापन गर्न गइरहेका छौँ नगरवासिया समस्या तत्काल सहजीकरण यागु सहर या त सुन्दर व व्यवस्थित या त टिम गठन यानागु थका महानगर थागुदु ललितपुर महानगरपालिकामा मात्र होइन नेपालमै यसो आकाशतिर फर्केर हेर्दा माकुराको जालो जस्तो देखिरहेका छौँ त्यो जालोलाई हामी ललितपुर महानगरपालिकाले पनि एउटा उदाहरणीय रूपमा केही न केही गर्नुपर्छ भन्ने सोच राखेर हामीले त्यो तारहरू बाँध्ने काम ललितपुर महानगरपालिकाका प्रहरीहरूले एकदम कटिबद्ध तरिकाले लागिरहनु भएको छ हामीले जे कामको लागि आज सुरुवात गर्न खोजेका छौँ त्यो काम चाहिँ असाध्यै राम्रोसँग ललितपुरवासीले प्रशंसा गर्न लायक तरिकाले कामको सुरुवात होस् सम्पन्न होस् भन्ने कुरा राख्न चाहन्छु हामी यहाँलाई आग्रह र अनुरोध गर्न चाहन्छौँ र उत्प्रेरणा र हौसला पनि प्रदान गर्न चाहन्छौँ तपाईले जे गरिरहनु भएको छ यो जाँगर नमरोस् र तपाईले यो लिगबाट डिरेल चाहिँ नहुनु होला त्यसका लागि तपाईलाई शुभकामना व्यक्त गर्न चाहन्छु र तपाईँ यो ललितपुर प्रहरी टिमलाई वास्तवमा टिम नभनौँ समग्र प्रहरीको यो समग्र परिवारलाई म हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा तपाईहरूले चाहिँ झन् अझ उत्साहका साथ अझ जोस जागरका साथ आफ्नो कार्यक्षेत्रमा लगिनुहोस् सिङ्गो महानगरपालिका तपाईँको पछाडि छ हामी तपाईहरूलाई साथ सहयोग र उत्प्रेरणाका लागि सतत प्रयत्नशील रहनेछौँ भन्ने कुरा त्यो प्रण प्रतिक्रिया म प्रमुखज्यूको अनुमतिले यहाँको अगाडि राख्न चाहन्छु टीम नगर विकास अभियान विरोध याइपिन्त कानुनी दायरा हैगु विपद लापिनेगु उद्धारी याइगु सार्वजनिक जग्गा अतिक्रमण जुगु पाखे पनिगु थे ज्यागु जायै